सदस्यहरूको मतभार 12.5% रहेको म यहाँहरूमा जानकारी गराउन चाहन्छु। अब यो हाम्रो गेस्ट अफ अनर्सहरूले यसको उद्घोष गर्नुहुन्न र यसको लागि पनि एउटा छुट्टै भिजुअल प्रेजेन्टेसन रहेको छ र यस एनएसए पल्स स्पोर्ट्स अवार्ड 2081 को पिपल्स चोइस अवार्डमा कुन कुन मनोनीत खेलाडीहरूले कति मत प्राप्त गरे र विजेता को बन्नुभएको छ त्यसको लागि तयार पारिएको भिजुअल प्रेजेन्टेसन प्लिज। पाँचबाट 4 खेलाडी भएको छ यति बेला देख्न सक्नुहुन्छ यहाँहरूले। 4बाट 3 खेलाडी पुगेको अवस्था छ। रेखा पौडेल, पूजा बहादुर, हिमाल सुनारी र रेखा पौडेल। विजेता हिमाल सुनारी भलिबल 48.10% मत प्राप्त गर्दै भलिबल। सुनारी, म यहाँलाई अनुरोध गर्न चाहन्छु आफ्नो तर्फबाट केही शब्द राखिदिनु हुनुका लागि। वितरणका लागि अत्यन्तै लोकप्रिय रहेको खल्तीबाई आइएमईका यति बेला हामी बुझ्न सक्छौँ बधाई छ हिमाल सुनारी। यहाँलाई जानकारी गराउन चाहन्छु